माननीय सूचना तथा सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजालज्यूलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। उहाँको लागि एकचोटि जोरदार ताली। यसै गरी पहिलो ओका अवार्डका लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित आदरणीय व्यक्तित्व महजोडी यानि कि श्रद्धेय मदन कृष्ण श्रेष्ठ, यसै गरी हरिवंश आचार्यज्यू, उहाँहरूलाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। यसै गरी यहाँ उपस्थित सम्पूर्ण आगन्तुकहरूलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। साथसाथै यस लेडिज एन्ड जेन्टलमेन, अब कार्यक्रममा हामी फर्मली नै अगाडि बढाउन चाहन्छौँ। कार्यक्रमको सुरुमा स्वागत मन्तव्य राखिदिनु हुन हामी OFA का प्रेसिडेन्ट मिस्टर सुमन गैरेज्यूलाई अनुरोध गर्न चाहन्छौँ। लेट्स वेलकम सुमन गैरे हियर अन द स्टेज। नमस्कार सम्पूर्ण उपस्थित महानुभावहरू, सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालज्यू, विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मल्होत्राज्यू, निर्मल सङ्घका अध्यक्ष राजकुमार राईज्यू लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा म अध्यक्षको तर्फबाट स्वागत गर्न चाहन्छु। मिन्स अनलाइन फिल्ममेकर अवार्ड 2071 यो दोस्रो संस्करण हो। यस अगाडि हामीले नाच गर्न गरेका थियौँ, निकै राम्रो सबै तरिकाले प्रस्तुत गर्न सफल भएका थियौँ र दोस्रो पटक हामी आज एकाडेमी हलमा उपस्थित भएका छौँ। आशा छ तपाईँहरूले यो प्रोग्रामभरि साथ दिनुहुनेछ र म धन्यवाद दिन चाहन्छु सम्पूर्ण उपस्थित महानुभावहरूलाई यहाँसम्म आइदिनु भयो र हाम्रो प्रोग्रामको लागि शोभा बढाइदिनु भएको छ। त्यसै गरी मिन्सलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ, दोस्रो संस्करण पनि हामीलाई साथ दिएको छ। त्यसै गरी हामी हेर्दै हौँ सुभाष इन्टरटेनमेन्ट सिनियर चिफ हाम्रो दर्शन आज र चलचित्र विकास बोर्डलाई सहयोगको लागि विशेष धन्यवाद दिन चाहन्छौँ र हामीले जति पनि सहयोग गर्नुभएको छ उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु र फेरि पनि वेलकम गर्न चाहन्छु। धन्यवाद। Thank you.
Alright, that was the पपुलर कस्ट्युम डिजाइनरमा हुनुहुन्छ निरुमा शर्मा Congratulations. Nilima Sharma. Congratulations, Nilima ji. बधाई छ निलिमाजीलाई ताली अलि कम भयो सुरुवातमै ताली कम भयो ओके सो नाउ वी आर मुभिङ अन टु आवर नेक्स्ट सेट अफ द अवार्ड र अर्को अवार्ड हामी जान्छौँ थ्याङ्क यू सो मच Popular choreographer Kaviraj Gahatras. Congratulations Kaviraj ji. Popular Choreography Award and the certificate. Congratulations one more time. Yes, र अब हामी अर्को सेटको क्याटेगोरीतर्फ जाँदैछौँ र अर्को हाम्रो क्याटेगोरी रहेको छ नमस्कार सर्वप्रथम त यहाँ उपस्थित सम्पूर्ण चलचित्रकर्मी साथीहरू पत्रकार साथीहरू र अगाडि उपस्थित बस्नुभएको सूचना तथा सञ्चार मन्त्रीज्यू मिलेन्द्र रिजालज्यू बोर्डका अध्यक्ष धर्मेन्द्रज्यू र निर्माता सङ्घका राजकुमार राईज्यू नोमिनेसनमा पर्नु भएको छ रोशन श्रेष्ठ Congratulations Roshan ji. रोशन जी Well, one more time, congratulations. यसै गरी चैत्य Since this is a playback singer female, Popular Singer Award female goes to Milan Namatya. Milan Namatya. Congratulations. Congratulations Milan Namatya. Once again. Yes, congratulations and thank you very much Milan ji. अब हामी लाग्दैछौँ आजको हाम्रो पाँचौं क्याटेगोरी तर्फ र पाँचौं क्याटेगोरी रहेको छ Popular Singer Male goes to Prem Pariyar. Congratulations. Congratulations Prem Pariyar. हामीले देख्ने मौका पायौँ
र पक्कै पनि उहाँको प्रस्तुति पनि हामी केही बेरपछि हेर्नेछौँ। कङ्ग्रेचुलेसन्स वान मोर टाइम। र अब हामी लाग्दैछौँ आजको हाम्रो 6औं क्याटेगोरीतर्फ। र 6औं क्याटेगोरी अबको रहेको छ पपुलर लिरिसिस्ट। वान मोर टाइम फेरि पनि कृष्ण सरलाई हामी धेरै धेरै बधाई दिन चाहन्छौँ। कङ्ग्रेचुलेसन्स वान मोर टाइम। Well, thank you very much. Thank you very much, Neeraj. Thank you so much. Thank you, Sanchita, and thank you, Mohanji. Thank you very much. Hello, namaste, namaste, namaste. Once again, very good evening, ladies and gentlemen. यहाँहरूले देखिहाल्नुभयो त्यहाँ स्टुपिड मन, यहाँ हेर्नुहोस् अर्को स्टुपिड वन। कहिले सिमसिम पानीमा रुझ्न चाहन्छौ, कहिले उर्लदो छालसँगै खेल्न चाहन्छौ। साँच्चै ऊ हावा जस्तै शीतल छे अनि पानी जस्तै कञ्चन, त्यसैले त उसको एक मुस्कानको लागि मरिमेट्छ यो स्टुपिड मन। भदौ 20 गते रिलिज हुँदैछ अल ओभर नेपाल। यहाँहरूले अवश्य पनि हेर्नुहुनेछ र स्टुपिड यहाँहरू हेर्न जानुहुनेछ स्टुपिड मन र निक्लनुहुनेछ यहाँहरू इन्टेलिजेन्ट वन भएर। यही विश्वासका साथ अनलाइन फिल्मी खबर अवार्ड मिन्स अनलाइन फिल्मी खबर अवार्ड 2014 मा यहाँहरूलाई म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। जीवनजी यस ओ रिमाजी वेलकम वेलकम वेलकम। पुरै कार्यक्रम आफ्नो चलचित्रको पब्लिसिटी गरेरै सिध्याउनुहुन्छ जस्तो छ तपाईले। के गर्ने, यस्तो मौका कहिलेकाहीँ आउँछ, मौका आएपछि पर्खिँदैन, बगेको खोला फर्किँदैन भन्छन्, त्यही कारणले बेलैमा सदुपयोग गरिहाले। त्यो बाँकीको डिस्क्रिप्सन चाहिँ हामी ब्याक स्टेज गएर गरौँला। अहिलेलाई पनि लेट्स गेट ब्याक टु वर्क। ओके स्योर। गुड इभिनिङ लेडिज एन्ड जेन्टलमेन। हुन त हामी मिन्स्क अनलाइन फिल्मी खबर अवार्ड 2071 को मध्यान्तरतिर आइसकेका छौँ, तर कार्यक्रममा जीवनजी र मेरो प्रवेश भने भर्खर मात्रै हुँदैछ। त्यसकारण हामी दुवै मिलेर यहाँहरू सबैलाई ओपाको प्रतिनिधित्व गर्दै म रिमा विश्वकर्मा अनि फेरि पनि अघि पनि भनिसकेँ, फेरि पनि म जीवन लोइटे यहाँहरू सबैलाई पुनः एकपटक हार्दिक स्वागत र न्यानो अभिवादन टक्राउन चाहन्छौँ। र साथसाथै यस अवार्डलाई न्युज 24 को पर्दाबाट प्रत्यक्ष प्रसारण हेरिरहनुभएका सम्पूर्ण दर्शकवृन्द र नेपालभरिका 10वटा भन्दा बढी एफएम स्टेसन्सबाट हामीलाई प्रत्यक्ष सुनिराख्नुभएका सम्पूर्ण नेपाली फिल्मका श्रोताहरू, सम्पूर्ण नेपाली फिल्मका दर्शकहरू, नेपाली फिल्मका लभर्स र फलोअरहरूलाई हामी हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छौँ। समयको पाबन्दीलाई मध्यनजर गर्दै हामी कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। अब अगाडि बढाउँ कार्यक्रममा 7औं क्याटेगोरीतर्फ र मिन्स्क अनलाइन फिल्मी खबर अवार्ड 2071 को 7औं क्याटेगोरी रहेको छ पपुलर एडिटरको लागि। वास्तव पपुलर अवार्ड पाउनु भएको छ पपुलर एडिटर विपिन मल्ल। बधाई छ। बधाई छ, धेरै धेरै धन्यवाद विपिन मल्लज्यू। मिन्स्क अनलाइन धन्यवाद, किनकि आजको विजेता, आजको उपविजेता पक्कै पनि भोलिको विजेता बन्छ। त्यही आशाको साथ सबैले हामीले यो इन्डस्ट्रीमा काम गर्नुपर्ने हुन्छ र आजको लागि विजेता बेस्ट एडिटर विपिन मल्लज्यू धेरै धेरै धन्यवाद। आफ्नो फिल्म खिच्ने नजर अरू कसैले दिन्छ? 6 खिच्नुभएका पुरुषोत्तम प्रधानजी। धेरै 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 बधाई छ पुरुषोत्तम प्रधानजीलाई। 6बाट उहाँले यो अवार्ड जित्नु भएको छ। प्लिज मिस्टर पुरुषोत्तम प्रधान वेलकम अन द स्टेज। क्षेत्रका जोजल्यमान उदयमान सिनेमाटोग्राफर पुरुषोत्तम प्रधान धेरै धेरै धन्यवाद यहाँलाई। धेरै धेरै बधाई र आशा गर्छौँ आगामी वर्षमा पनि यहाँले क्यामेराको पर्दाभित्र हामीलाई, हुन त हामी वास्तविकतामा तपाईँहरू जस्तै सामान्य व्यक्ति हौ, हामीलाई सुन्दर देखाउने जिम्मेवारी वहन गर्ने सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानलाई धेरै धेरै बधाई दिँदै हामी भने कार्यक्रममा अगाडि बढ्न चाहन्छौँ 9औं क्याटेगोरीतर्फ र 9औं क्याटेगोरी। नमस्कार, कुनै गेस गर्न चाहनुहुन्छ कि? मनोज केसी होइन, मनोज केसीले लिएको नाम बसन्त सापकोटा, पपुलर म्युजिक डाइरेक्टर। धेरै धेरै धन्यवाद स्थापित गरिसक्नु भएको छ र आज ओफा अनलाइन फिल्मी खबर अवार्ड 2014 मा उहाँ सम्मानित पुरस्कृत हुनुभएको छ। धेरै धेरै धन्यवाद बसन्त सापकोटाज्यूलाई। धेरै धेरै बधाई छ। आशा गर्छौँ आँखामा आँसुसँगै बग्नको लागि त नबसौँ होला। प्लिज त्यसो नभनिदिनुहोस्।
यी आँखामा तिमी छौ यो मनमा तिमी छौ यी आँखामा तिमी छौ मनमा तिमी छौ तिमी भएर मात्रै ओके नाउ वी आर मुभिङ अन नेक्स्ट क्याटेगोरी त्योभन्दा पहिला हामी जाँदैछौँ एउटा पर्फर्मेन्सतर्फ र नेपाली चलचित्र
रहने एक सशक्त कलाकर्मी, नेपाली जनजनले युगौं युगसम्म सम्झिरहने एउटा अमर नाम शिव रेग्मी। सालमा चितवनमा जन्मनुभएका शिव रेग्मी त्यहीको नारायणी कला मन्दिरको रङ्गमञ्चबाट किशोर अवस्थाबाटै कला यात्रामा होमिनु भएको थियो। रङ्गमञ्चको सानो आँगनबाट चलचित्रको लेखनमा सक्रिय हुँदै देशकै सर्वाधिक लोकप्रिय चलचित्र निर्देशकका रूपमा दरिनुभएका रेग्मीले लाखौं लाख नेपालीको मन जित्न सफल हुनुभयो। मान्छेले चाहेको अनि सोचेको कहाँ पुग्छ र? यस्तै भयो उहाँको जीवनमा पनि। आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुख दुःख, हामी तीन भाइ, कहाँ भेटेला लगायत 19 वटा चलचित्रहरू मार्फत निर्देशक, लेखक एवं गीतकारका रूपमा सुपरिचित रेग्मी आफन्तबाट सिने क्षेत्रमा उदाउनु भएको थियो। पराई चलचित्रसँगै अस्ताउनु भयो। विक्रम सम्वत 2070 साल मक्सिर 24 गते निर्दयी कालले उहाँलाई टपक्क टिपेर लग्यो। मान्छेको शरीर मरेर जाला तर उसको सृजना सदैव अमर रहन्छ। वरिष्ठ कलाकर्मी स्वर्गीय शिव रेग्मीको भौतिक शरीर आज हामी माझ नरहे पनि उहाँका अमर कृतिहरूले निरन्तर नेपाली कलाकारितालाई सुगन्धित पारिरहेको छ। यस्ता महान व्यक्तित्वलाई आजको यो गरिमामय समारोह मिन्स्क अनलाइन फिल्मी खबर अवार्डमा मृत्युपर्यन्त लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गर्न पाउँदा हामी भावविह्वल एवं गौरवान्वित भएका छौँ। शिव रेग्मी अमर वास्तवमै मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन। भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन। डाक्टर कृष्णहरि बरालले अत्यन्त सान्दर्भिक लाइनहरू लेख्नु भएको छ, जो चर्चित गीतको रूपमा यहाँहरूले सुनिसक्नु भएको छ। आज यहाँले डकुमेन्ट्री हेरिसक्नु भएको छ। नेपाली चलचित्र क्षेत्रका एक जोजल्यमान निर्देशक, एक शालीन शान्त र मिजासिलो स्वभावका धनी, कला साहित्यका बाचाल एक सफल निर्देशक, अझ भनौँ नारी प्रधान चलचित्रका एक धरोहर जो आज हामी माझ हुनुहुन्न, तर पनि उहाँको सृजनालाई आत्मसात गर्दै मृत्यु पर्यन्त ओफा फिल्मी खबर अवार्ड 2014 मा उहाँलाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गर्न गइरहेका छौँ। कुनै बहुप्रतिभाशाली रङ्गकर्मी, लेखक, गीतकार, निर्देशकको पार्थिव शरीर आज हामी माझ नरहे तापनि उनका सृजनाहरू मार्फत हाम्रा मनस्पटलमा उनी सधैँ जीवित रहनेछन्। मिन्स्क अनलाइन फिल्मी खबर अवार्डले कुनै प्रतिभाशाली स्वर्गवासी डिरेक्टर शिव रेग्मीज्यूलाई लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गर्ने निर्णय गरेको छ। र आज यो लाइफ टाइम अचिभमेन्ट अवार्ड उहाँको धर्मपत्नी श्री ज्ञानु रेग्मीज्यूलाई हामी हस्तान्तरण गर्न जाँदैछौँ। र यो लाइफ टाइम अचिभमेन्ट अवार्ड उहाँलाई प्रदान गरिदिनको लागि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु नेपाल सरकारका तर्फबाट सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालज्यू, त्यसैगरी वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यज्यू, वरिष्ठ चलचित्र कर्मी तथा चेयरम्यान अफ एफडी कम्पनी फिल्म डिस्ट्रिब्युटर कम्पनीका अध्यक्ष प्रदीप कुमार उदयज्यू, आजको हाम्रो टाइटल स्पोन्सर मिन्सका तर्फबाट ट्रेड एन्ड मार्केटिङ हेड सन्तोष राज केसीज्यू, त्यस्तै मिन्सकै तर्फबाट ट्रेड एन्ड मार्केटिङ कोअर्डिनेटर अनन्त सेठीज्यू, ओफाका प्रेसिडेन्ट सुमन गैरेज्यू मञ्चमा उपस्थित भइसक्नु भएको छ। त्यसै गरी म ओफाकै डिरेक्टर श्रीजी पनि उपस्थित भइसक्नु भएको छ। वास्तवमै भाका भुल दया क्षमा र ममता सन्तोष जाँदैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो, राजा रङ्ग सबै समान औसका वैषम्य गर्दैन त्यो, आयो टप्प टिप्यो लगो नीति पुगो टारेर डर्दैन थियो।
एक नेपाली चलचित्रका धरोहर हस्तीलाई हामीले गुमाउन चाहेका थिएनौँ। उहाँका सिर्जनाहरू अझ पनि धेरै धेरै हामीलाई हेर्ने रहर थियो, तर मान्छेले चाहेको कुरा सबै सम्भव छैन। मान्छेका सारा सपना, विपना, कल्पना, यथार्थहरू त्यसै त्यसै उडेर गए, तर पनि निर्देशक शिव रेग्मीका सृजनाहरू हामीमा सधैँ अमर छन्। अब आज यस घडीमा शिव रेग्मीज्यूको तस्बिरमा माल्यार्पण अर्पण गरिदिनको लागि म वरिष्ठ कलाकर्मी मदन कृष्ण श्रेष्ठ र हरिवंशज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै दोसल्ला ओढाएर सम्मान गरिदिनको लागि धेरै 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 धन्यवाद। त्यस्तै उहाँको धर्मपत्नी ज्ञानु रेग्मीज्यूलाई दोसल्ला ओढाएर सम्मान गरिदिनको लागि म सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालज्यूलाई हार्दिक अनुरोध गर्दछु। र सम्मान पत्र हस्तान्तरण गरिदिनु हुनको लागि म प्रदीप कुमार उदय, त्यस्तै अनन्त सेठीज्यू र सन्तोष राज केसीज्यूलाई सामूहिक रूपमा हस्तान्तरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र यो सम्मान पत्र म पढेर सुनाउन जाँदैछु। filmyखबर.com, नेपाल्स नम्बर 1 फिल्मी म्यागजिन, स्वर्गीय शिव रेग्मी, वरिष्ठ लेखक, गीतकार तथा निर्देशक। सम्मान पत्र। राष्ट्र र राष्ट्रियतालाई एक सूत्रमा बाँध्ने विभिन्न कडीहरूमध्ये एक महत्त्वपूर्ण कडी हो कलाकारिता। नेपाली कलाकारिताको क्षेत्रमा स्वर्णिम अक्षरले लेखिने एउटा नाम हो शिव रेग्मी। चितवन रङ्गमञ्चको सानो आँगनबाट सुरु भएको उहाँको यात्रा गीत लेखन, चलचित्र लेखन हुँदै देशकै सर्वाधिक सफल चलचित्र निर्देशकको रूपमा दर्जियो। उहाँको सिर्जना र कलाकारिताको सुगन्धले नेपाली समाज र माटोलाई युगौं युगसम्म सुगन्धित पारिरहनेछ। आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुख दुःख, हामी तीन भाइ कहाँ भेटिएला जस्ता 1.5 दर्जन चलचित्रहरू मार्फत निर्देशक, लेखक, गीतकारका रूपमा नेपाली जनजनको मानसपटलमा सदैव सजीव रहनुहुने वरिष्ठ चलचित्रकर्मी स्वर्गीय शिव रेग्मीलाई मिस अनलाइन फिल्मी खबर अवार्ड 2071 को उपलक्ष्यमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्न पाउँदा हामी भावुक एवं गौरवान्वित भएका छौँ। सुमन गैरी, अध्यक्ष ओफा, डाक्टर मिनेन्द्र रिजाल, मन्त्री सूचना तथा सञ्चार, सुरेश दर्पण पोखरेल, निर्देशक ओफा, मिति 2071-2-26 ज्येष्ठ 26 गते। धेरै धेरै धन्यवाद। जिन्दगीको रीति नै हो, सुख दुःख हाँसो रोदन समेटेर अगाडि बढ्नुपर्छ। यो भावपूर्ण श्रद्धाञ्जली र सम्मान अर्पण पश्चात हामीले कार्यक्रमलाई अगाडि बढाउनै पर्ने हुन्छ। म उपस्थित सम्पूर्ण विशेष अतिथिहरूलाई आफ्नो यथास्थानमा गएर पुनः आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद। र हामी कार्यक्रमलाई अगाडि बढाउने सिलसिलामा छौँ र आजको यस कार्यक्रमलाई सभ्य, भव्य र सफल रूपमा सहयोग गर्नुहुने हामी आजको कार्यक्रमको सपोर्टर्सहरूको नाम लिन गइरहेका छौँ। हामीले धन्यवाद दिनै पर्ने हुन्छ ती सहयोगी हातहरूलाई जसको सहयोग बिना, जसको सपोर्ट बिना यो कार्यक्रम सम्भव थिएन। गत वर्षदेखि निरन्तर रूपमा फिल्मी खबर अवार्डलाई विशेष सहयोग पुर्याउँदै आउनु भएको हाम्रो आजको टाइटल स्पोन्सर अवार्ड जित्न सफल हुनु भएको छ। पपुलर क्रिटिक्स अवार्डको लागि कुनै नोमिनी छैन। पपुलर क्रिटिक्स अवार्डको विनर हुनुहुन्छ मोक्से। चलचित्र मोक्सेका टिम डिरेक्टर कति हिँड्छौ तिमीले? चलचित्र मोक्सेका तर्फबाट मिस्टर प्रवीणजी।
उहाँलाई स्टेजसम्म ल्याइदिनको लागि भलन्टियर साथीहरूलाई अनुरोध गर्दछु। थ्याङ्क यू सो मच। धेरै 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 धन्यवाद मोक्ष टिमलाई। र आजको यस कार्यक्रममा बेस्ट क्रिटिक्स अवार्ड उहाँहरूले प्राप्त गर्नुभएको छ र अवार्ड हस्तान्तरण गर्नको लागि म संयुक्त रूपमा वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माज्यू, त्यस्तै प्रथम नायिका भुवन चन्दज्यू र महेश भण्डारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू सो मच। उहाँ हुनुहुन्छ नीलकण्ठ चलचित्र मन्दिर। नीलकण्ठ चलचित्र मन्दिर दमक र यस चलचित्र मन्दिरका तर्फबाट कोही प्रतिनिधि हुनुहुन्छ भने प्लिज स्टेजमा आफ्नो अवार्ड ग्रहणको लागि आइदिनु होला। हलले नेपाली चलचित्रलाई प्राथमिकता दिएर अगाडि बढिरहेको छ र आज यस कार्यक्रममा बेस्ट एक्जिबिटरको रूपमा उहाँलाई अवार्ड दिइँदैछ। थ्याङ्क यू सो मच सञ्जुजी। आकाशको कालो बादल तिमी बजाऊ मादल घिन्ताङ भन्ने। आकाशको कालो बादल तिमी बजाऊ मादल हाम्रीमा साँच्चै राम्री झन्ना खैमा गाजल म त राइजुमा झुमक्या मस्क्याकी छौ राइजुमा। गाए त पक्कै पनि यो मैले भनिराख्नु पर्ने जरुरी चिज होइन, तपाईँ बहुप्रतिभाशाली हुनुहुन्छ भनेर, तर यो पश्चिमेली भाका जस्तो लाग्यो हो। अरे पूर्वेली मान्छे पूर्वेली ठिटो पश्चिमेली गीत देउडा कला त्यही छ रे मान्छे। पूर्वेली भाका पनि आउँछ तपाईँलाई? अरे अफकोर्स पूर्वेली सुनाउन 2 लाइन प्लिज। कान्छीको छाता ढल्काइदेऊ यता घाम परो निधारैमा घाम परो निधारैमा। कहाँ हरायो रे माझी? कहाँ के मेरो स्वर राम्रो लागेन कि क्या हो तिमीलाई? तपाईँको स्वर एकदमै राम्रो लाग्यो, तपाईँ मान्छे पनि राम्रो हुनुहुन्छ, त्यसैले त देशका सबै दर्शकहरूले तपाईँलाई देशका नायक बनाएका छन् होइन? तपाईँ धेरै मखन नपर्नुहोस्, कार्यक्रमलाई हामीले अगाडि बढाउनु पर्ने हुन्छ। ओके, कार्यक्रममा अगाडि बढ्दैछौँ 10औं क्याटेगोरीतर्फ। 10औं क्याटेगोरी रहेको छ पपुलर डेब्युटेन्ट एक्ट्रेसको लागि। पपुलर डेब्युटेन्ट एक्ट्रेस कतै तिमी पनि छैन यो क्याटेगोरीमा? म गत वर्ष सरी अहिले त इस्टाब्लिस्ड एक्ट्रेस भइसकेको छ। कहाँ मैले डेब्युटेन्ट हुन बाँकी चाहिँ छ र हुन बाँकी नै छ, प्रयास गरिरहेको छु। मेन्स अनलाइन फिल्मी खबर अवार्ड 2071 मा 10औं क्याटेगोरी रहेको छ पपुलर डेब्युटेन्ट एक्ट्रेसको लागि र नोमिनिजतर्फ यहाँको ध्यान आकर्षण गराउनु पूर्व म मञ्चमा निम्ति आउन चाहन्छु थुप्रै चिरपरिचित अनुहारहरू हुनुहुन्छ। द भेरी ग्लोरियस, द भेरी ग्रेसफुल, निकै नै सुन्दरी, जब जब सुन्दरताको कुरा उठ्छ उहाँको नाम छुट्ने कुरै हुँदैन। नेपाली चलचित्र क्षेत्रकी सबैभन्दा सुन्दरी नायिका करिश्मा मानन्दरज्यूलाई। वाउ, करिश्मा मानन्दरज्यू, वेलकम अन द स्टेज। स्टेजमा हार्दिक आमन्त्रण गर्दछु। खै करिश्मा मानन्दर। या त्यस्तै नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मैरबत्ताज्यू। धर्मेन्द्र मैरबत्ताज्यू, नाम मैले सही बोले टाइटल जे होस्, उहाँ हाम्रो अभिन्न मित्र, अभिन्न दाजु र नेपाली चलचित्र विकास बोर्डलाई हाँकिराख्नु भएको छ। त्यसै गरी नेपाली चलचित्र क्षेत्रका नेपाली बाबु नायक भुवन केसी, सदाबहार नायक, सुपर नायक, जसले आफ्नो मुस्कानले, सदाबहार नायक, सुपर नायक, जसको आफ्नो मुस्कानले लाखौं दर्शक, लाखौं श्रोता, लाखौंको मन जितिसक्नु भएको छ। नेपालमा मात्र नभएर विश्वमा छरिएर बस्नुभएका सम्पूर्ण नेपाली भाषीहरूमा चर्चित नाम हो भुवन केसी र साथसाथमा करिश्मा मानन्दर। ओके, now we are moving on. Moving on towards the nominees for Popular Dividend Actress.
सदाबहार सुपरनायक भुवन केसी दाईलाई हार्दिक अनुरोध गर्दछु। आशिष मानक धेरै 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 बधाई आशिष नगर्मीलाई। कहाँ हुनुहुन्छ? ओन्ली ब्युटिफुल गर्जियस नायिका करिश्मा मानन्दर ज्यूलाई हार्दिक अनुरोध गर्दछु र सामूहिक रूपमा अवार्ड हेलो हेलो माइक चेक धेरै धेरै धन्यवाद आशिष मानकर्मीज्यूलाई। ओके सर नमस्ते एन्ड अ भेरी गुड इभिनिङ टु अल। म बाहिर बस्दै भन्थे मुभी खेल्ने कहिले अवार्ड लिने। आज मेरो यो सबभन्दा ठुलो सपना पुरा गरिदिनु भएकोमा ओफा अवार्डप्रति आभारी छु। आज यो स्थानसम्म आउनलाई प्रत्यक्ष अप्रत्यक्ष मलाई धेरै मान्छेहरूको साथ सहयोग माया ममता पाएकोमा उहाँहरूप्रति म ऋणी पनि छु। अनि जीवनसाथी फिल्म्स धन्यवाद उहाँहरूलाई अन्तराल मुभी बनाइदिनु भएकोमा र मलाई विश्वास गरिदिनु भएकोमा। मेरो कास्टिङ डाइरेक्टर जीवन साथी बस्नेज्यू, मेरो डाइरेक्टर यहीँ हुनुहुन्छ दिपा बस्नेजी, अनि मेरो सहकर्मी मित्रहरू नम्रता। थ्याङ्क यू सो मच एभ्री फर सपोर्टिङ मी। अनि मेरो फ्यामिली उहाँहरूलाई त म विशेष धन्यवाद दिन चाहन्छु। मेरो मम ड्याड बहिनीहरू अञ्जला थ्याङ्क यू सो मच मलाई पल पलमा साथ दिनुभएकोमा। एन्ड मलाई एसएमएस र अनलाइन मार्फत भोटिङ गरिदिनु भएकोमा सम्पूर्ण मेरो फ्यान्सहरू फ्रेन्ड्सहरू रिलेटिभ्सहरू सबैलाई थ्याङ्क यू सो मच। दिस अवार्ड इज डेडिकेटेड टु यु अल। थ्याङ्क यू। डेब्युटेन्ट एक्टर अनमोल हो त्यो उता जिसक्यो नाम उद्घोष गरिदिनको लागि म नमस्कार। यो चाहिँ म भन्न गर्न दिन्न किनभने सबभन्दा पहिला त्यो मान्छेलाई मैले छोडेको थिएँ जन्मिन साथै अनमोल केसी। वाउ अनमोल केसी धेरै 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 धन्यवाद। पक्कै पनि आफ्नो पिताले पहिल्याएको बाटोमा छोराले आत्मसात गर्दै अगाडि बढ्छन् भन्ने कुरा हामी नेपालीले सिकेको कुरा हो। लाइक फादर लाइक सन। मेरो पनि शुभकामना छ मिस्टर अनमोल केसी। धेरै धेरै धन्यवाद। वाउ लभली। छोराको हातमा अवार्ड बाउद्वारा हस्तान्तरण कस्तो राम्रो माहौल भुवन दाइ। Okay, thanks. Congratulations. I'd like to thank everyone because of whom I'm in this stage. And I'd like to dedicate this award to no one but only God. God, this is for you. I love you. थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद र कार्यक्रमलाई ढिला नगरिकन हामी कार्यक्रम अगाडि बढाइरहेका छौँ। धेरै धेरै धन्यवाद हेमराज बिसीजी चलचित्र होस्टेल मुभीको तर्फबाट। मिन्सका अनलाइन फिल्मी खबर अवार्ड 2071 को पपुलर डेब्युटेन्ट डिरेक्टरको अवार्ड हात पार्न सफल हुनुभएको छ हेमराज बिसी चलचित्र होस्टेल। धेरै धेरै बधाई छ उहाँलाई। अवार्ड सामूहिक रूपमा हस्तान्तरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। थ्याङ्क यू सो मच। केही छ कथाका पानाहरू पल्टाउँदै पटकथाहरूमा आफू हराउँछ। कथाका पानाहरू पल्टाउँदै पटकथाहरूमा आफू हराउँछ। आफ्नो चरित्रमा स्थायित्व खोज्न प्रतिबिम्ब चियाउँछ। आफ्नै ऐनामा संवादहरू फ्याँकेको अभिनय गर्दै वास्तवमै नाटक गर्छ। कहिले हाँस्दै कहिले रुँदै कहिले लुट्दै कहिले लखेट्दै पर्दाहरूमा देखिन्छ भित्ताहरूमा टाँसिन्छ नायक। ठिकै छ हैन? धेरै नै राम्रो छ जीवनजी। अब तपाईँको कविता जति सुने पनि मन भरिँदैन। यसको लागि एकल साँझकै हामीले आयोजना गर्नुपर्छ होला। अहिलेलाई भने राम्रै पनि भएछु
कि दुश्मन त्यो दुश्मनको बानी बोतलको पानी त्यो बोतलको पानी हाय हाय मेरी दुश्मन जो पानी बोतलको पानी यो बोतलको पानी यो छतन गरी पियो एने मोही राजा छल्केर जाने छ छल्केर जाने बेमानी 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 चश्मा दो जय नेपाल film industry and जय मकोटा guys result announce गर्नुभन्दा अगाडि let me tell you यो 30 गते मेरो मुखौटा रिलिज भइरहेको छ मलाई थाहा छ यो हलमा जति मान्छेहरू बसेको छ उहाँहरूले गएर अलरेडी फिल्म गएर हेर्नु भएको छ त प्लिज एउटा ह्याबिट बनाउनुहोस् नेपाली फिल्म हेर्नुको लागि पनि हाम्रो मनभित्र नेपाली चलचित्र यु लभ नेपाली फिल्म इन्डस्ट्री वी विल गिभ यु गुड मुभिज हुन त म हिन्दी फिल्म खेलिएर आएको छु तर आई विल नेभर प्रमोट हिन्दी मुभिज आई विल अलवेज प्रमोट नेपाली मुभिज ओके the best popular script writer, my very good dear friend, the hot cake, Mr. Deepak Rajgiri and Lakshishwar Thapa. Okay, congratulations to the winner. Well, thank you very much. Okay, I suppose since Deepak is not here, I'll give it to Nirmal. Yes, obviously Nirmal is already here. Thank you and congratulations. Okay, एकदम खुसी हुनुहुन्छ हाम्रो. And now moving towards the next category, we have popular actor female. Who's going to be the winner? Winner को नाम अनाउन्स गरिदिनु हुनको लागि हामी अनुरोध गर्छौं कि राजकुमार राई जी. Popular award. भन्नै गाह्रो भयो धेरै गरौँ जस्तो लाग्यो यो नेम मिस्टर राई दहाङ राई मुखौटाको कलाकार यस जेठ 30 गते रिलिज हुँदैछ त्यो पनि सुनिल दाइले रिपिटेडली भनिराख्नु भएको छ मुखौटा यस सो कङ्ग्रेचुलेसन्स द दयाहाङ राई पपुलर एक्टर मेल सुनिलले सुनिलले एनी रिप्रेजेन्टेटिभ कोही प्रतिनिधि हुनुहुन्छ भने यदि दयाजी हुनुहुन्न भने ओके दयाजी आफै हुनुहुन्छ सो कङ्ग्रेचुलेसन्स Okay, Dayaji, congratulations one more time. अब हामी लाग्दैछौँ आजको हाम्रो अर्को क्याटेगोरी तर्फ जुन रहेको छ पपुलर एक्टर फिमेल. Let's see the nominees. Okay, so who is going to grab this title of the popular actor female? Priyanka Karki. Congratulations Priyanka. Well, आजको दिन प्रियङ्काको दिन फर्स्ट परफॉर्मेंस ऑफ अवार्ड को प्रियङ्काबाट सुरु भएको थियो and now Yes, we have Priyanka. Congratulations. थुप्रै चलचित्रहरूमा अहिले हामीले प्रियङ्कालाई देखिरहेका छौँ and one more time congratulations and thank you very much. Okay, यो थियो आजको हाम्रो 15औं क्याटेगोरी पपुलर एक्टर फिमेल. अब एउटा इन्टरटेनिङ पर्फर्मेन्स तर्फ हामी यहाँहरूलाई लाग्दैछौँ and thank you so much हाम्रो गेस्टहरूलाई यहाँ अवार्ड हस्तान्तरण गरिदिनु भएकोमा thank you so much. Namaste everyone. Thank you so much. मेरो लागि यो अवार्ड एकदमै स्पेशल छ. स्पेशली लास्ट इयर ओपाबाटै बेस्ट डेब्यू एक्ट्रेसबाट छिरेको थिएँ र यसपालि मोस्ट पपुलर एक्ट्रेस पाउँदाखेरि आई फिल ब्लेस्ड. Thank you so much OPA. Thank you so much my friends, family.
my fans for voting me online, SMS द्वारा, all my मेरो चलचित्र कर्मीहरू जति पनि हुनुहुन्छ, thank you so much, Dipendra ji for Jhole, Vikas Dai for Nai Nabhannu Love To, my biggest hits this year, all my co-stars, everybody, thank you so much, thank you. Nomination please. Filmmaker George Cohn proudly presents Writer Vikas Acharya. All right, congratulations. बधाई छ विकास आचार्यज्यूलाई नाइ नभन्नु ल 2. तालुसँगको अध्यक्षकै सुज्ञानी and अनुभव. Congratulations team. Okay, Best Director ma nomination हुनुहुन्थ्यो सुरज सुब्बा, विकास आचार्य, दिनेश ढिसी, नवल नेपाल र यसै गरी शबीर श्रेष्ठ. Congratulations विकास जी. र अब अर्को सेट अफ क्याटेगोरी बेस्ट फिल्मको अनाउन्स गरिदिन हुनको लागि हामी हार्दिक अनुरोध गर्छौँ. बेस्ट फिल्म क्याटेगोरी Nai Nabhannu La 2. Congratulations, Online Filmy Cover Award 2071. Best popular film को यो award जान्छ चलचित्र नाइ नभन्नु लका सम्पूर्ण टिम यता आइदिनु होला. Yes, all the team from विकास आचार्यज्यू आफ्नो बुवाको आशा सुधारिरहनु भएकोले स्टेजमा आउन सक्नु भएको छैन. Congratulations, नाइ नभन्नु ल टिम र सम्पूर्ण विजेताहरूलाई पनि हामी हार्दिक बधाई दिन चाहन्छौँ र सँगसँगै हामीले धन्यवाद दिनुपर्ने हुन्छ. र म हाम्रो OFA का डाइरेक्टर सुरेश दर्पणज्यूलाई आजको हाम्रो प्रमुख अतिथि माननीय सूचना तथा सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजालज्यूलाई टोकन अफ लभ प्रदान गरिदिनु म अनुरोध गर्न चाहन्छु र सम्पूर्ण अवार्ड प्राप्त गर्नुभएका हाम्रा आदरणीय अतिथिज्यूहरूलाई वा भनौँ विनरहरूलाई स्टेजमा आउनको लागि अनुरोध गर्दछौँ र सँगसँगै अब हामीले केही धन्यवाद दिनुपर्ने हुन्छ सुशील. सो थ्याङ्क यू टु मीना रिमाल न्यौपाने, नेपालको पहिलो ब्युटिसियन सहकारी ललित ब्युटिसियन बहुउद्देश्य सहकारी संस्था लिमिटेड.